आज हामी आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड अन्तर्गत कक्षा 11 मा अध्ययनरत विद्यार्थीहरूले नेवारी खाना यमरीको महत्त्व, यसलाई पकाउने विधि र यसको प्रचार प्रसारका लागि एउटा भिडियो सामग्री तयार पारेका छौं। यमरी पुन्ही हेमन्त ऋतुको बखत धान्य पूर्णिमाको दिन नेवार जातिले मनाउने एउटा पर्व हो। यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन्। यो दिन विशेष प्रकारको परिकार यमरी बनाएर खाने गरिन्छ। यमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धन सम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ। यसरी चढाएको यमरी 4 दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ। यस दिन विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ। यसमै आधारित रहेर हामीले बनाएको यमरीको भिडियो हेरेर मजा लिनुहुन्छ भन्ने आश गरेका छौं। यमरी बनाउनका लागि हामीले सुरुमा आगो बालेका छौं। त्यसपछि पानी तताएर मैदा बुन्ने काम गरिएको छ। बिस्तारै चामलको पिठोलाई गोलो बनाएर चाकु पारिएको छ र यसलाई थप स्वादिष्ट बनाउनका लागि सक्खरको पनि प्रयोग गरिएको छ। कालो तिल साथै नरिवलको पाउडर हालेर पकाएपछि चाकु पाक्ने गर्दछ। चाकु पाकिसकेपछि यसलाई निकालेर गोलो बनाई मैदाभित्र चाकु हालेर यमरीको साइज बनाउने कार्य समेत गरेपछि यमरी तयार हुने गर्दछ। हामीले तयार पारेको यमरीले पाहुनालाई स्वागत गरेका छौं। उहाँहरूलाई यो परिकार खाना दिएर यसको प्रतिक्रिया समेत हामीले लिएका छौं। हामीले बनाएको परिकार अत्यन्तै स्वादिष्टताका साथ उहाँहरूले खानु भएको छ र अत्यन्तै मिठो परिकार बनेको उहाँहरूको भनाइ थियो। हजुरहरुलाई कस्तो लाग्यो हाम्रो खाना? मिठो छ। तपाईहरुले एकदमै राम्रो बनाउनु भएछ। हवस् त, हाम्रो आजको भिडियो यति नै। आगामी दिनमा हामी नेपालमा रहेका विभिन्न जातिहरूको परिकार सम्बन्धी जानकारीमूलक भिडियो सामग्री लिएर उपस्थित हुनेछौं। धन्यवाद।